है अर्को क्वेसन पनि ल इन अ रिजन अफ हेभी रेनफल है धेरै पानी पर्ने ठाउँमा मेजर डिस्ट्रिक्ट रोड अफ डब्लुबिएन वाटर बाउन्ड मेकाडेमको पेभमेन्ट भएकोमा कन्स्ट्रक्ट गर्नु पर्दैछ अरे डिस्ट्रिक्ट रोड र विथ पनि दिएको रहेछ 3.75 डब्लु दिएको रहेछ है अनि फाइन्ड द हाइट अफ द क्राउन विथ रेस्पेक्ट टु द एजेस हाइट अफ द क्राउन भनेपछि केमा आउँछ क्राउन भनेपछि हाम्रो के सुपर एलिभेसन होइन अर्को के छ हाम्रो क्याम्बरमा क्याम्बरको हाइएस्ट पोइन्टलाई क्राउन भन्छ भनेपछि के रहेछ त यस्तो क्याम्बर छ अरे है यस्तो क्याम्बर छ अरे अनि त्यसमा के छ त हाइट विथ रेस्पेक्ट टु द एजेस योबाट नाप्दा पनि उति नै त हुने पर्यो योबाट नाप्दा पनि यो अग्लो कति छ त यो टप पोर्सन यो एजेसहरुबाट कत्रो छ त अग्लो भनेर नाप्नु पर्ने भयो अरे है यो नाप्नु पर्ने भयो अरे फाइन्ड द विथ रेस्पेक्ट टु द एजेस एउटा क्वेशन अर्को क्वेशन पनि सुरु भएछ है व्हाट शुड बी द हाइट अफ द क्राउन विथ रेस्पेक्ट टु द एजेस इफ 7.5 मिटर विथ अर्को डब्लु दिएको रहेछ र कन्डिसन पनि डिफरेन्ट छ है बिटुमिनस कन्क्रिट पेभमेन्ट अब हामीलाई के थाहा छ भने क्याम्बर के को लागि भन्दाखेरि क्याम्बर भनेको जहाँनेर रोडमा पानी पर्छ नि त्यो रोडको पानीलाई के गर्ने त्यहाँ जम्न नदिने साइड स्लोपहरुबाट हटाउने यसरी यहाँनेर पानी पर्दैछ भने साइडबाट ड्रेन गर्ने यस्तो चुचो त हुँदैन है अलिकति हुन्छ यस्तो चाहिँ हुँदैन है तर देखाउनलाई अब हामीले यसरी गर्यौं है यो गर्नु पर्यो यसको लागि भनेपछि मेटेरियल भनिसकेपछि अब हेर ल क्याम्बरको फर्मुलाहरु जान्नुपर्छ है यसमा क्याम्बरमा कति खालको छ स्ट्रेट लाइन छ एउटा प्याराबोलिक छ र अर्को कम्पोजिट क्याम्बर छ स्ट्रेट लाइन क्याम्बर भनेको यो यस्तै हो कुराहरु चाहिँ हैन तर के छ भन्दाखेरि हाम्रो विथ अफ द रोड डब्लु है यसरी लेखेको छ र n पर्सेन्टेज भनेको यसको स्लोप है क्याम्बरको स्लोप छ र y को भ्यालु कसरी निकाल्ने भन्दाखेरि y n * x गरेर n * x है यो x भनेको के हो भनेपछि विथ जति दिएको छ त्यति आधा यहाँ देखिरहेको छ नि है विथ जति दिएको छ त्यतिको आधा अनि y निक्लिने रहेछ यसरी स्ट्रेट लाइनको है त्यसैगरी प्याराबोलिकको कसरी निक्लिने रहेछ प्याराबोलिक भनेको माथि चुचो छैन यस्तो राउन्ड बनाएर गएको छ यसको कसरी निक्लिन्छ 2n/w * x²। यति दुईटा फर्मुला छ है स्ट्रेट लाइन हाल्दा पनि भयो अहिलेको क्वेशनमा किनकि हामीलाई स्ट्रेट लाइन क्याम्बर पनि भनेको छैन प्याराबोलिक पनि भनेको छैन भनेपछि जुन फर्मुला सजिलो त्यही यस फर्मुला सजिलो छ यही हाल्दिने ल यही हालेर गर्न आटेको यो फर्मुला हालेर गर्छु भन्न पनि पाइयो एजुमी इट इज अ प्याराबोलिक क्याम्बर भनेर पनि गर्न पाइयो है तर अहिले मैले यो हाल्दै फर्मुला मात्रै हाल्नु पर्ने छ ल हेरौँ ल केस 1 मा डब्लुबिएम पेभमेन्ट छ अब n पर्सेन्टेज पनि चाहियो यसको लागि हेरौँ त यहाँ n * x भनेपछि x को भ्यालु त जति विथ दिएको छ त्यति आधा हालिहाल्छौ अब n पनि चाहिएको छ n को लागि के थाहा पाउनु पर्यो भन्दाखेरि NRS 2070 मा के छ अर्दन रोडको लागि 5% छ ग्राभल रोडको लागि 4% छ बिटुमिनस रोडको लागि 2.5 र सिमेन्ट कन्क्रिट रोडको लागि 1.5 देखि 2% छ यो भनेको n पर्सेन्टेजको भ्यालुहरु है यिनीहरु भनेको यति याद गर्नुपर्छ हामीलाई ल अब हेरौँ ल यहाँनेरि हाम्रो कुन हो त डब्लुबिएम भनिसकेपछि कुन हो हाम्रो डब्लुबिएम भनिसकेपछि कति हाल्नु पर्यो हामीले कति हाल्नु पर्यो डब्लुबिएम भनेपछि ग्राभल रोड डब्लुबिएम रोड भनेको 4% हाल्यौं 4% n पर्सेन्टेज भनेको 4% भयो त्यसै n भनेको कति 0.04 n को भ्यालु थाहा छ अब w भनेको दिएकै छ 3.75 फर्स्ट केसको लागि अब x भनेको कति हुन्छ त w/2 x भनेको w/nx लेखे मैले यहाँनेरि n भनेको 0.04 र w/2 भनेको यति निक्ले यसको लागि केस 1 को लागि अब फेरि यो पोइन्ट फुल स्टप देखि थियो नि व्हाट शुड बी द हाइट अफ द ग्राउन्ड विथ रेस्पेक्ट टु द एजेस इफ w कति त 7.5 मिटर छ अरे विथ छ अरे बिटुमिनस कन्क्रिट पेभमेन्ट हो बिटुमिनस पनि भनेको छ कन्क्रिट पनि भनेको छ अब यहाँ 2.5 देखि के छ 1.5 र 2 सम्म छ भनेपछि मैले 2 हाल्दै र बिटुमिनस पनि भनेको छ सिमेन्ट कन्क्रिट पनि भनेको छ के भन्न खोजेको उले थाहा भएन त्यही भएर मैले 2 चाहिँ हाल्दै यो भित्रको रेन्जको हाल्दिने यताको नहाल्दिने भइहाल्यो त एन्सर मिलिहाल्छ ल यो 2.5 छ एउटा 1.5 देखि 2 मैले 2 हाल्दै ल यसको लागि n को भ्यालु 2 हाल्दै 2% n 2% भनेको 2% हो n भनेको कति हुन्छ त डिभाइडेड बाइ 100 गर्दा 0.02 यसको पनि फर्मुला त त्यही हो स्ट्रेट लाइन क्याम्बर है हाइट अफ द क्राउन विथ रेस्पेक्ट टु द एजेस y भनेको कति हुन्छ x भनेको अब कति दिएको छ यो w भनेको 7.5 हैन 7.5 दिएको छ x भनेको डिभाइडेड बाइ 2 w डिभाइडेड बाइ 2 भनेको x भयो अनि त्यसपछि 0.2 यसले मल्टिप्लाई गर्दा पनि बराबरी आयो है यो दुईटा बराबरी आयो केही पनि हुँदैन त्यस्तो कन्डिसनहरु डिफरेन्ट हालेकै छ यो पनि भ्यालु डिफरेन्ट हाल्दै छौं w पनि उले छुट्टै भनेको थियो त्यो पनि हाल्दै छौं केही पनि फरक परेन ल यति गर्ने यसको लागि